अमेरिकी सेनाको इन्डो पेसिफिक डेपुटी कमान्डर जनरल जोएल जेबी भोवेल नेपाल आएका छन्। जनरल भोवेल यस्ता अधिकारी हुन् जसले युद्धको मैदानदेखि कूटनीतिक टेबलसम्मको अनुभव सँगालिसकेका छन्। उनले विभिन्न भारत लगायत 31 राष्ट्रहरू हेर्दै आएका छन्। उनको मुख्य उद्देश्य भनेको इन्डो पेसिफिक सुनिश्चित गर्नु हो। उनले युद्धको अनुभवमा प्रत्यक्ष युद्धमा सहभागी भई अफगानिस्तानको कोरेनगल भ्याली, जसलाई संसारकै खतरनाक युद्ध भूमि मानिएको थियो, 101औं एयरबोर्न डिभिजनको बटालियन कमान्डरको रूपमा उनले यस युद्धमा सहभागी भई लडेका थियो। उनको यस अनुभवलाई अमेरिकी सैन्य इतिहासमा निकै सम्मानका साथ हेरेका थिए। जापानमा पनि 21 देखि 2024 सम्म उनले युएस आर्मी जापानको कमान्डिङ जनरलको रूपमा काम गरी नेतृत्व गरेका छन्। उनले वाशिङटन डीसी स्थित पेन्टागनमा अमेरिकी सेना सचिवको कार्यकारी अधिकारीको रूपमा पनि काम गरिसकेका छन्, जसले उनलाई सैन्य रणनीतिका बारेमा पनि गहिरो ज्ञान रहेका छन्। जनरल भोवेललाई विशेष गरी कठिन र खतरनाक युद्धभूमिका काम गरेको गहिरो अनुभव रहेकोले अमेरिकाले उनलाई अफगानिस्तानको कोरेनगल भ्याली जस्तो संसारकै खतरनाक मानिने पहाडी युद्ध क्षेत्रमा नेतृत्व गरेको हुनाले अत्यन्तै दुर्गम, घना जङ्गल र पहाडमा भरिएको ठाउँमा समेत अनुभव सँगालेको युद्ध सञ्चालन गर्नु निकै चुनौतीपूर्ण स्थितिको पनि सामना गर्न सक्ने अनुभव सम्हाली सफल भएको हुनाले उनलाई विशेष गरी पहाडी भूभाग, दुर्गम क्षेत्र जस्ता ठाउँमा सैनिक रणनीति, सुरक्षा व्यवस्थापन र नेतृत्व क्षमता अत्यन्तै महत्त्वपूर्ण हुने भएकोले उनको अनुभवलाई प्रयोग गरी अमेरिकाले उनलाई खटाउँदै आएका छन्। उनी नेपालमा 3 दिन भ्रमणमा रहन्छन्। यस बीचमा उनले नेपाली सेनामा प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटेर नेपाल अमेरिका सैन्य सम्बन्ध, संयुक्त तालिम र सुरक्षा सहकार्यको बारेमा छलफल गरिसकेका छन्। उनले नेपाली सेनाका विभिन्न सैन्य संस्थाहरूको अवलोकन गरेका छन् र नेपाली सेनाको क्षमता तथा गतिविधिबारे जानकारी लिइसकेका छन्। 5 खल स्थित शान्ति तालिम केन्द्र भ्रमण र उनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र 5 खल भ्रमण गरी सैनिकलाई दिने तालिमबारे जानकारी लिइसकेका छन्। नेपाल र अमेरिका बीच विपद व्यवस्थापन, मानवीय सहायता र अन्तर्राष्ट्रिय शान्ति मिसनमा सहकार्य कसरी बढाउने भन्ने विषयमा पनि छलफल भएको बताएका छन्। अहिलेसम्मको भ्रमणमा मुख्यतः नेपाल अमेरिका सैन्य सम्बन्ध मजबुत बनाउने र नेपाली सेनाको क्षमता बढाउने र बुझ्ने र भविष्य सहकार्य बढाउने उद्देश्यमा केन्द्रित रहेको बताएका छन्। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग शिष्टाचार भेटघाट गरी नेपाल अमेरिका सैन्य सहकार्य र तालिम विषयमा छलफल गरी टुङ्गिएका छन्। हालसालैको चुनावमा शान्तिपूर्ण रूपमा चुनाव सफल भएकोमा खुसी समेत व्यक्त गरेका छन्। दक्षिण एसियाको सुरक्षा अवस्था र रणनीति सहकार्यबारे छलफल सँगै समग्र भ्रमणको मूल्याङ्कन गरी भोवेल स्वदेश फिर्ता हुने